10 9 8 7 6 5 4 3 2 1 वेल नमस्ते आदरणीय सम्पूर्ण महानुभावहरू जो स्वदेश तथा विदेशमा रहेर हाम्रो यो केजीएफ युट्युब च्यानल त्यस्तै गरी टिकटक र फेसबुक हेरेर बसिरहनु हुने तमाम नेपाली भाषी नेपाली बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरूमा आजको दिनमा पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। आज पनि यो केजीएफको अभियान अन्तर्गतका मानव सेवा अन्तर्गतको यो खाना खुवाउने क्रम आज पनि जारी नै रहेको छ। हामीले पौष 21 2082बाट सुरु गरेको र आज यो चैतको 11-12 गतेसम्ममा आइपुग्दा पनि हामीले यो मौसमले बेला बेला हामीलाई चुनौती दिन खोज्छ। कहिलेकाहीँ पानी पर्ला जस्तो हुन्छ बिहान, तर पनि हामीले त्यो चुनौतीलाई चिरेर यसरी यो घमाइलो दिन छ, हेर्न सक्नुहुनेछ। यो घमाइलो दिनमा हामी यसरी नै आउनुहुने खाना एक छाक खानाको खुवाइबाट पनि वञ्चित हुनुभएका आम नागरिकहरू जो सडकमा हुनुहुन्छ उहाँहरूलाई खाना खुवाउने यो हाम्रो अभियान चलिरहेको छ। हिजोसम्म चलिरहेको थियो र आज पनि चलिरहेको छ र भोलि पनि चलिरहनेछ। खाना खाइराख्नु भएको छ सबैले। खाना खाइसकेर सक्नेहरू उता पूर्वको भागमा थाल माझ्दै हुनुहुन्छ, कोही भने कोही यसरी खाना खाँदै हुनुहुन्छ। हामीलाई यसरी यो दैनिक रूपमा यसरी देखाइरहँदाखेरि र यहाँहरूलाई एउटा भावनात्मक रूपमा पनि हामीसँग जोडिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छौँ। किनभने हामीले एक दिन मात्र खाएनौँ भने अथवा हामी कहिलेकाहीँ यो धार्मिक तौरबाट धार्मिक दृष्टिबाट हेर्दाखेरि कहिलेकाहीँ हामी व्रत पनि लिने गर्छौँ नि, तर व्रत लिएको साँझ अथवा भनौँ भोलिपल्ट हामीलाई हाम्रो शरीर अलिकति कतै न कतै केही न केही हामीलाई शरीरको शक्तिमा केही ह्रास आएको जस्तो केही त्यस्तो महसुस हुन्छ। अलिकति शक्ति थोरै कमजोर भएको हामीलाई महसुस हुन्छ भने यहाँ कोही 4-5 दिनसम्म, कोही 1 हप्तासम्म, कोही 2-3 दिन भयो भन्नुहुन्छ खाना नखाएको। त्यस्ता नागरिकहरू यहाँ आउनुहुन्छ, खानुहुन्छ र दैनिक रूपमा 24 घण्टामा एकपटक अहिले खाने महानुभावहरू पनि हुनुहुन्छ, 1-2 जना हुनुहुन्छ। हामीले केही दिन अगाडि उक्त भिडियो हामीले सार्वजनिक गरिसकेका छौँ र आजको दिनसम्म पनि उहाँहरू उत्तिकै हुनुहुन्छ, उत्तिकै खुसी हुनुहुन्छ। हामीलाई यसरी खाना खाएर हाम्रो शिरमा हात राखेर आशीर्वाद भन्नु नै पर्दैन। उहाँहरूको आत्मा सन्तुष्टि छ, उहाँहरूको पेट अगाएको छ, आत्मा सन्तुष्टि हुनु नै हामीले आशीर्वाद पाउनु हो भन्ने हामीले मान्यता राखेका छौँ। र यसरी यहाँ यो सिटमा ठाउँ नपुगेर एकजना नागरिक यसरी भुइँमा पनि बसेर खाइराख्नु भएको छ। उहाँलाई चिसो लाग्ला नलाग्ला त्यो बेग्लै कुरा हो, यहाँ सिट भइदिएन। तर जसरी भए पनि उहाँले खाना खाँदै हुनुहुन्छ। तर उहाँ चाहिँ कस्तो छ भने दैनिक खाना खानुहुन्छ, तर भातभन्दा बढी तरकारी, दाल र अचार बढी खानुहुन्छ। उहाँ चाहिँ हाँस्दै हुनुहुन्छ, एकदम खुसी हुनुहुन्छ हाम्रो केजीएफमा जोडिएर उहाँ। र त्यस्तै गरी हाम्रो चुलोमा हाम्रो देवी दिदी एकदमै किचनमा पर्फेक्ट एन्ड द फरवर्ड लेडी कमान्डर नै हुनुहुन्छ भनौँ। उहाँ चौतर्फी ध्यान दिइराख्नु भएको हुनुहुन्छ। आज दाल, अचार, सब्जी के आलु टमाटर र के हो यो? लौका। ल कति राम्रो छ, कति हेर्दै मिठो छ। अनि भात तपाईँले खानुभयो? खानु भएको छैन? किन? भोक लाग्यो भने उहाँको तब दिदीको थाची यो यही रहेको छ है। हाम्रो महेन्द्र सर पनि यति बेला खाना खाँदै हुनुहुन्छ।
महेन्द्र सर आज कस्तो पकाउनु भएछ हौ खाना आफूले पकाएको आफूलाई त मिठै लाग्यो भोका मिठो भन्छ क्या भोकै मिठो भने जस्तो हो ए ल ठिक छ मुला पनि सिँगै मुला लिएर बस्नुहुन्छ उहाँ चाहिँ यो चाहिँ ज्यान घटाउनु लाग्यो ज्यान घटाउनुलाई ल ठिक छ यहाँ धेरै नागरिकहरू हुनुहुन्छ भित्र बाहिर हाम्रा सम्पूर्ण आम नागरिकहरू हामीसँग जोडिनु भएको छ हस् त हामी यो दृश्य सामग्रीहरूलाई हामी निरन्तर दिनेछौँ अहिलेका लागि म सजल ओझेलमा पर्न चाहन्छु यहाँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो कमेन्ट सेक्सनमा गएर यहाँहरूले हामीलाई फेसबुक टिकटक र युट्युबमा कमेन्ट राख्न सक्नुहुनेछ भन्न चाहन्छौँ र अहिलेका लागि बिदा हुन्छौँ यहाँहरूले हेरिदिनु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु